अल्ट्रा धावक तथा पर्वतारोही सञ्जय पण्डितको जन्म विक्रम सम्वत 2045 साल फागुन 26 गते पिता तेज प्रसाद मिश्रण र माता पार्वता पण्डितको कोखबाट भएको हो। सबैको आफ्नो सपना हुन्छ। जिन्दगीको गोरेटोमा कोही त्यही सपना पूरा गर्न तल्लीन हुन्छन् र सफल हुन्छन् पनि। केहीले भने सपना नै परिवर्तन गरेर अर्को बाटो रोज्छन्, जहाँ उनीहरूले स्वर्ग देखेका हुन्छन्, जसबाट सन्तुष्ट हुन पाउँछन्। यसरी नै सपना परिवर्तन गरेर सफल भएका एक पात्र हुन् विश्व पर्वतारोही सञ्जय पण्डित। सञ्जय एसएलसी पछि काठमाडौँ छिरे। बाबुले छोराले साइन्स पढोस् भनेर 2060 सालमा काठमाडौँ पठाएका थिए। सञ्जयको पनि साइन्स पढ्ने ठुलो रहर थियो र ज्वाइन पनि भए। त्यसको 2 महिनापछि संकाय नै परिवर्तन गर्नु पर्यो। साइन्स उनलाई गाह्रो लाग्यो अनि पढ्न थाले म्यानेजमेन्ट। त्यसपछि बुने सपना भविष्यमा अकाउन्टेन्ट बन्ने, तर बने अल्ट्रा धावक हुँदै पर्वतारोही। अकाउन्टेन्ट बन्ने सपना बोकेको व्यक्ति कसरी अल्ट्रा धावक हुँदै पर्वतारोही बने त? सञ्जयले सधैँ भन्ने गर्थे, यो सबै मेरो बुबाको देन हो। सानोमा हामी बिहान 4 बजे उठेर दौड्नु पर्थ्यो। बुबाले एक्सर्साइजका लागि नियमित समय तालिका नै बनाइदिनु भएको थियो। पछि त्यही मेरा लागि वरदान बन्यो। बुवाले जहिले पनि हामीलाई दौड्न अभिप्रेरित गर्नुहुन्थ्यो र एउटा कुरा भन्नुहुन्थ्यो बुवाले, हाम्रो बुवा टिचर हुनुहुन्छ, हेडमास्टर हुनुहुन्थ्यो, हामी त्यही स्कुलमा हामीले पढ्थ्यौँ र हरेक चोटि बुवाले के भन्नुहुन्थ्यो भने दौड्नुपर्छ, दौडेपछि के खेलाडी भइन्छ नत्र भने के स्वस्थ व्यक्ति भइन्छ भन्नुहुन्थ्यो। हो त्यही चिज चाहिँ युटिलाइज गरेँ। आज म धावकको कारणले गर्दा म चाहिँ सगरमाथा चढ्ने हैसियत मैले बनाएको। स्कुले जीवनमा खेलकुदमा उनको रुचि। अध्ययनका लागि काठमाडौँ गएपछि पनि सञ्जय दौड्न छाडेनन्। उनी कक्षा 12 को परीक्षा दिँदै थिए। सेन्टर थियो स्वयम्भू। उनी बस्थे पाटन। परीक्षा दिन जाँदा त गाडीमा गए, तर फर्कने भाडा भने उनीसँग थिएन। त्यसपछि रह्यो एउटै विकल्प, हिँड्ने। छोटकरी बाटो हुँदै आउने क्रममा उनी दशरथ रङ्गशाला आइपुगे। त्यति बेला 10औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता राजेन्द्र भण्डारीको निकै चर्चा थियो। उनले एउटै खेलमा 2 वटा स्वर्ण जितेका थिए। त्यस्तै दीपक बिष्टबारे पनि सुनेका थिए सञ्जयले। रङ्गशाला नजिकै आएपछि सञ्जयले उनीहरूलाई देखे। त्यहाँ उनीहरू लगायत अन्य पदक विजेताको नागरिक अभिनन्दन भइरहेको थियो र सञ्जयको मनमा विभिन्न कुरा खेल्न थाल्यो। यिनीहरू दौडिएर नै आफ्नो नाम कमाउन सफल भएका छन्। दौड्न त म पनि सक्छु, अब म दौड्नुपर्छ भन्ने उनलाई लाग्यो। त्यति मात्र होइन, उनले काठमाडौँका ठुला ठुला घरहरू हेर्दै सोचे, दौड्नेले भविष्यमा घर बनाउला, तर घर बनाउने दौड्न सक्दैन। त्यसपछि सुरु भयो उनको दौड यात्रा। पहिलो काठमाडौँ अन्तर्राष्ट्रिय म्याराथन यात्रामा सहभागिता जनाएर 42 किलोमिटरको यात्रा पार गरे। पहिलो पटक ठुलो प्रतियोगितामा सहभागी भएका सञ्जय करिब 60 जना मध्ये 24औं भए। अनि त्यसपछि उनी काठमाडौँमा हुने थुप्रै म्याराथन प्रतियोगितामा दौड्दै गए। एक दिन सञ्जयको नेपाली एथलेटिक्सका हस्ती वैकुण्ठ मानन्दरसँग दशरथ रङ्गशालामा जम्काभेट भयो। सोही समयमा मानन्दरले आफू 2045 सालमा काठमाडौँबाट खासा दौडिएको र हालसम्म कोही पनि त्यसरी दौड्न नसकेको प्रसङ्ग निकाले अनि सुनाए दौड्ने क्रममा उनले बाटोभरि पाएको सम्मानको किस्सा। त्यसपछि सञ्जयले पनि खासासम्म दौड्ने निर्णय गरे, तर तत्कालै भने होइन, केही समयपछि, जसको तयारी स्वरूप उनले दशरथ रङ्गशालाभित्र 120-25 राउन्ड लगाउन थाले। त्यसपछि 2065 उनमा काठमाडौँदेखि खासासम्म दौड्न सक्छु भन्ने विश्वास पलायो। वैकुण्ठ मानन्दरलाई नै कोअर्डिनेटर बनाएर शहीद दिवसको दिन उनले 11 घण्टा 20 मिनटमा काठमाडौँ खासा दौड पुरा गरे, जुन उनको जीवनमा पहिलो लामो दूरीको दौड थियो। अनि सञ्जय परे मिडियाको नजरमा। हुन थाल्यो उनको चर्चा। सोही क्रममा सन् 2009 देखि 2011 को अन्तरालमा उनले करिब 2300 किलोमिटर दौडिए। स्वर्गद्वारी काठमाडौँ, जिडी काठमाडौँ, काठमाडौँ गोर्खा, दाङको भालुबाङदेखि प्युठानको गौमुखी दौडिएर उनले आफूलाई लामो दूरीको धावकका रूपमा स्थापित गरे।
यसरी फेरियो सञ्जयको अकाउन्टेन्ट बन्ने सपना। दौडमा राम्रो सम्भावना बोकेको मान्छेमा पर्वतारोही बन्ने सपना चाहिँ कसरी पलायो त? सन् 2011 ताका रहेको सगरमाथा चढ्ने ट्रेनबाट सञ्जय पाटनको एक चिया पसलमा चिया खाँदै थिए। उनको नजर टिभीमा आइरहेको आक्पा शेर्पाको जीवनीमा पर्यो। जति बेला शेर्पा 19 पटक सगरमाथा चढिसकेका थिए। शेर्पाको जीवनी हेर्दै गर्दा सञ्जयलाई संसारमा उनी जति बहादुर अर्को मानिस कोही छैन भन्ने लाग्यो। त्यति बेला शेर्पाको यो संसारमा असम्भव भन्ने केही छैन, तपाईले आट्नुभयो भने सबै कुरा सम्भव छ भन्ने वाक्यले सञ्जयको भित्रैसम्म छोयो। अनि उनले अठोट गरे सगरमाथा चढ्ने। सगरमाथा चढ्नुको एउटै लक्ष्य राखे, प्युठान जिल्लाबाट कोही सगरमाथा नचढेकाले एउटा इतिहास बनाउने। जति बेला उनी 22 वर्षका थिए। पढाइ BBA 6औं सेमिस्टरमा पुगेको थियो। यो कुरा उनले प्युठानमा आएर पनि सुनाए। उनको कुरा कसैले पत्याएनन्, सबै हाँस्न थाले। तर सञ्जयले हार खाएनन्। उनले सगरमाथा आरोहण समिति नै गठन गरेर सहयोग सङ्कलन गर्न थाले। तर सगरमाथा चढ्नु त्यति सजिलो थिएन। त्यसको तयारी स्वरूप उनी आइल्यान्ड पिक चढे र सबैलाई विश्वास दिलाए। त्यसपछि उनी सन् 2012 मा सगरमाथा आरोहणका लागि गए, तर 8685 मिटर भन्दा अघि जान सकेनन्। त्यहीबाट फर्किए अनि टुट्यो सञ्जय माथिको विश्वास। समाजमा उनी टाउको निहुराएर हिँड्न थाले। तर सञ्जयको यात्रामा पूर्णविराम भने कहिल्यै लागेन। सगरमाथाको असफल आरोहणसँगै सन् 2012 मा उनी किलर माउन्टेनका रूपमा चिनिने मनास्लु चढे। जति बेला 14 जनाको अन द स्पोट मृत्यु भएको थियो। सञ्जयसँग गएका स्पेनका मार्टिनले समेत संसार छाडे। तर सञ्जय भने सफल भए। त्यसपछि उनको गन्तव्य बन्यो सगरमाथा। सन् 2013 मा भने उनी सगरमाथा चढ्न सफल भए। तर दुःखको कुरा सञ्जयले आफ्नो गाइड गुमाउनु पर्यो। हिउँले खुट्टा खाएपछि उनले औँलाको केही भाग समेत काट्नु पर्यो। यी घटनाले गर्दा सञ्जयलाई हिमाल आरोहण गर्न छाडौँ लाग्यो अनि गरे 7 महिनासम्म रेस्ट। तर त्यति बेलासम्म उनले एउटा विशाल सपना बुनिसकेका थिए। त्यो थियो विश्वका अग्ला हिमाल चढ्ने। मध्यपश्चिमाञ्चलबाट कसैले विश्वका 7 हिमाल नचढेकाले रेकर्ड बनाउने संकल्पका साथ सुरु भयो उनको विश्वका 7 महादेशको हिमाल आरोहण। सन् 2014 मा 6 घण्टा दौडिएर अफ्रिकाको सर्वोच्च शिखर चढे। सन् 2014 मै युरोपको सर्वोच्च शिखर एल्ब्रोसमा 6 मिनेट अर्धनग्न भए। नेपालको राष्ट्रिय झण्डा एल्ब्रोसमा फैफराउँदा त्यो पनि नाङ्गै। आज म सम्झिन गइरहेको छु मेरा बाबाआमा र सगरमाथा मनासुलु जसले चढायो र मेरो अभिभावक। त्यसपछि सोही वर्ष 5 घण्टा 13 मिनेट उल्टो हिँडेर अस्ट्रेलियाको सर्वोच्च शिखर चढे। सन् 2015 मा उनी अमेरिकाको सर्वोच्च शिखर र सोही वर्ष जापानको सर्वोच्च शिखर फुजी चढे। त्यसैगरी सञ्जय सन् 2015 को अन्त्यतिर 25 घण्टा लगाएर अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जरो चढे। त्यसपछि सन् 2016 को अन्त्यमा उनी अन्टार्कटिकाको सर्वोच्च शिखर चढे र त्यहाँ रहेको रजब्यान हिमाल समेत आरोहण गरे, जहाँ उनले 10 मिनेट अर्धनग्न भएर नेपालको झण्डा फहराए। यसरी सञ्जयले विश्वका 11वटा हिमाल आरोहण गरेर कीर्तिमानी कायम गरे। यो बीचमा उनले धेरै सम्मान तथा पुरस्कारहरू पनि पाए। यतिका हिमाल चढ्दा उनले करिब 3 करोड खर्च गरेका थिए। अन्टार्कटिकाको आरोहणमा घरखेत बन्दकी राखेर 56 लाख रुपैयाँ ऋण लिएका थिए। यसलाई उनी आफ्नो बाबुआमालाई बन्दकी राखे सरह पनि ठाने। आफू विश्वका हिमाल आरोहणमा जाँदा नेपालको प्रचार भएको र त्यहाँबाट पर्यटकहरू आएर करोडौं रकम नेपालमा खर्च गरे पनि आफूलाई सरकारले खासै सहयोग नगरेको उनको गुनासो रह्यो। अब त हिमाल चढेर पुग्यो होला नि भन्ने प्रश्नमा उनको जवाफ थियो, हिमालसँग मेरो प्रेम बसिसकेको छ र म बीचमै छाड्ने धोकेबाज प्रेमी होइन। उनले जीवनलाई सङ्घर्ष भन्न रुचाए।
आरोहण निकै गाह्रो हुने र यसले आरोहीको ज्यान समेत लिन सक्ने बताउने सञ्जय सामना गर्न सक्ने आँट र अठोट लिएर अघि बढ्ने मानिस नै एक दिन सफल हुने तर्क गरे। उनलाई ऋण तिरेर आफ्ना बाबुआमालाई बन्धक मुक्त गर्नु थियो। तर अमेरिकाको अलास्का स्थित डेनाली माउन्ट आरोहणका क्रममा 2074 साल असार 2 गते शुक्रबार उनको मृत्यु हुन पुग्यो। नेपाललाई विश्व सामु चिनाउने स्वर्गीय सञ्जय पण्डित प्रति हार्दिक श्रद्धाञ्जली। तिमीले संसार छाडेपछि संसार आज सुने भयो, जीवनको तिम्रो भेट हाम्रो लागि अन्त्य भयो। तिमीले संसार छाडेपछि संसार आज सुने भयो,